जैसा मन करे वैसा जियो। सो हेलो एभ्रिवान, नमस्ते साथीहरूलाई। आज भने चाहिँ सन्डेको दिन हामी चाहिँ जाँदैछु है साथीहरू मार्केट, महिनाभरिको सौदा गर्नुको लागि। बुढाबुढी चाहिँ लाग्यो, धेरै दिनको बादमा चाहिँ हामी मार्केटतिर लागेको है साथीहरू। नगएको पनि निकै भइसकेको थियो। अनि हिँड्नुहोस्, तपाईँहरूलाई पनि देखाउँछु मैले आज के किनेँ मार्केटबाट। मैले चाहिँ यो घरमा हर महिना चल्ने जिनिसहरू चाहिँ अब चाहिने जिनिसहरू चाहिँ किनेँ है साथीहरू। यत्तिकै चाहिँ के चाहिँ अब फाल्तु जिनिस चाहिँ केही किन्नु गएको होइन है साथीहरू। यो घरमै चाहिने जिनिसहरू यसरी साबुन भयो, सरफ भयो है, अनि घर पुस्नेहरू भयो, दाल चामल चिनी यस्तोहरू किन्नु भनेर चाहिँ गएको थियौँ। हाम्रो चाहिँ यहाँ वकिल प्रसाद भन्छ हो, उहाँ चाहिँ हामी महिनाको सौदाहरू गर्छौँ। अनि जयगाउँमा चाहिँ नयाँ मार्केट खोलेको छ कि यो V2 महल लुगाहरू चाहिँ अहिले यहाँ धेरै रहेछ कि। अनि गएको थिएन नि त यो V2, अनि गएको थिएन भनेर चाहिँ बुढाबुढी चाहिँ जाउँ न त भनेर चाहिँ बुढाबुढी गएर हेऱ्यो हो, नानीहरूलाई किनिदियो, गरमको लुगाहरू किनिदियो। अहिले त आफूलाई त सोच्नै नै अब यादै आउँदैन क्या, यस्तो हेऱ्यो नानीहरू भन्दै नानीहरूलाई किनिदियो।